मायाको खोजी जीवनमा बुन्दै अनेकौं सपना महसुस अभाव साथको हुने गर्थ्यो जीवनमा हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार दुःखमा सुखमा तिम्रै साथ गतिमा कमीमा पनि उकाली ओह्राली हिँड्नेछौँ हामी सँगै सँगै सधैँभरि हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार मेरी माया तिमी नै हौ मेरी माया तिमी नै हौ मेरी माया तिमी नै हौ मेरी माया तपाईँ मेरा परमेश्वर हुनुहुन्छ र म तपाईँलाई उच्च पार्नेछु। प्रभुलाई धन्यवाद जनाऊ किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। आमेन। यस परेको सूचनामा हामी प्रत्येकलाई परमेश्वरले प्रशस्त मात्रामा आशीषित भएको होस्। यो समय हामी होसन्ना होसन्ना यसु राजालाई भन्ने गीत गाउँदै हाम्रो जीवित परमेश्वरलाई उत्साहित हुँदै धन्यवाद दिनेछौँ। सर्वप्रथम सबैजनाले एकसाथ ताली बजाउँदै हाम्रो परमेश्वरलाई धन्यवाद दिनेछौँ।
प्रभुलाई धन्यवाद होस् र म विशेष धन्यवाद दिन चाहन्छु हाम्रो एक्लेसियाका आदरणीय पास्टर बुवा र साथै आदरणीय पास्टरज्यूलाई कारण मलाई यो समय दिनुभएको लागि र हाम्रो बिचमा आज विशेष बहिनी सृष्टि र भाइ खड्गको बिचमा एउटा पवित्र विवाहको बन्धन हुन गइरहेको छ। आज विशेष हामी यो विवाहको करारमा जानुभन्दा अगाडि हामीले एउटा क्रिस्चियन विवाह के हो, एउटा विवाह भइसकेपछि त्यो विवाहलाई कसरी हामीले भाइ बहिनीले विवाहित जोडीले कसरी सम्बन्ध गर्न सकिन्छ भन्ने विषयमा हामीले प्रभुको वचनबाट हेर्न अति नै आवश्यक छ। कतिपल्ट हामीले प्रभुको वचन सुन्नलाई अलिकति कन्जुसाइ पनि हामी गरिरहेको हुन्छौँ, तर हामीले हरेक विधि गर्दाखेरि प्रभुको वचन अति नै सुन्नु जरुरी पर्छ। हामीले कुनै पनि पवित्र कार्यहरू गर्दाखेरि प्रभुको वचन बिना हामीले कुनै कामहरू गर्दैनौँ, किनभने वचन नै परमेश्वर हुनुहुन्छ र परमेश्वरले वचनद्वारा नै यो सारा सृष्टि ब्रह्माण्ड रचियो भनेर हामी उत्पत्ति 1 पाउँछौँ। एउटा व्यक्तिले भन्दछ जबसम्म हाम्रो जीवनमा वचन हुँदैन भने हाम्रो जीवन अपूर्ण हुन सक्छ, अर्थात् परमेश्वर हाम्रो जीवनमा हुँदैन भने हाम्रो जीवन अथवा हामीले गरेको कुनै पनि कार्यहरू सफल हुन सक्दैन। यसै गरी म विशेष गरी भाइ र बहिनीको बिचमा त्यही वचन म बोल्न गइरहेको छु। जब परमेश्वरले संसारलाई सृष्टि गर्नुभयो, उहाँले संसारलाई यहाँ रहेको सबै अस्तित्वहरू बनाइसक्नु भइसकेपछि परमेश्वरले अन्तिम 6औं दिनमा उहाँले मानिसलाई बनाउनु भयो र भूमिको माटोबाट उहाँले मानिस बनाउनु भयो र उहाँले सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भयो जसलाई म्यान भनेर चाहिँ भनिन्छ। अनि पछि उहाँले ती मानिसलाई एउटा नाम दिनुभयो आदम भनेर। जब परमेश्वरले आदमलाई सृष्टि गर्नुभयो उहाँले अदनको बगैँचामा राखिदिनु भयो। जब उहाँले अदनको बगैँचामा आदमलाई बनाइसकेपछि राख्नुभयो अनि त्यसपछि आदमले पनि सबै जनावरसँग यहाँबाट जीवजन्तुसँग बस्यो र उसले आफ्नो सहयोगी जोडी आफूसँग मिल्ने त्यो वस्तु उसले गाएन नपाउँदाखेरि अनि उसले साँच्चै मलाई लाग्छ परमेश्वरका उसले जाहेर गरे अनि परमेश्वरले भन्नुभयो अब म तिमीलाई एउटा सुहाउँदो जोडी बनाउनेछु। अनि आदमलाई मस्त निद्रामा राखेर पारेर परमेश्वरले कलम निकालेर त्यसबाट फेरि पनि उहाँले के गर्नुभयो, स्त्री बनाउनु भयो भन्ने कुराहरू हामी बाइबलमा पाउँछौँ। अनि परमेश्वरले उसलाई हावा भन्ने नाम दियो र यसरी आदमले आफ्नो सहयोगी मित्र आफ्नी पत्नीलाई उसले पायो र परमेश्वरले आदमको बगैँचामा यो सृष्टिको सुरुवातमा नै र पुरुषलाई एउटा स्त्रीलाई एउटा पुरुषको रूपमा उहाँले के गरिदिनु भयो, विवाह गरिदिएको कुरा हामी पवित्र शास्त्रमा पाउँदछौँ। यो अति आशिषको कुराहरू हामी बाइबलमा पाउँदछौँ। र यसै गरी आज खलक भाइले धेरै वर्षसँग प्रार्थना गर्नुभएको थियो होला, उहाँको मण्डलीले उहाँको परिवारजनले यसै गरी हाम्रो सृष्टि बहिनीको परिवारले अनि बहिनीको मण्डलीले बिस्तारै प्रार्थना गर्नुभएको थियो होला। अनि आज त्यो जोडी त्यो दुईजना एक हुने दिन आज हामीले पाएका छौँ र आज यस्तो खुसीको मौसममा हामीलाई यतिका जनालाई उहाँले निमन्त्रणा पनि दिनुभएको छ। अब चाहिँ विवाह चाहिँ के रहेछ भन्ने कुरा तपाईँले बुझिसक्नुभयो र विवाह चाहिँ परमेश्वरको योजना हो। हामी आज विशेष गरी हामीले सोच्छौँ भाइ खड्काको चाहिँ योजना होला, बहिनी सृष्टिको योजना होला, उहाँको परिवारको योजना थियो होला जस्तो हामीलाई लागिरहेको हुन्छ। त्यो एउटा चाहिँ त्यो पनि एक किसिमको सही कुरा नै हो, तर त्यसभित्र अनि परमेश्वरको योजना थियो, त्यो परमेश्वरको योजना हो भन्ने कुरा हामीले बुझ्दछौँ। यसमा आशिष दिनुभएको होस्। अनि एउटा क्रिस्चियन विवाह चाहिँ परमेश्वरको योजना हो। विवाह चाहिँ धेरै किसिमले हुन्छ, अहिले धेरै किसिमको विवाहहरू हामीले सुन्दै आएका छौँ, तर कुन विवाहलाई परमेश्वरले मान्यता दिनुहुन्छ र भन्ने कुरा चाहिँ हामीले इसाईहरूले जान्नुपर्दछ।
हामी क्रिस्चियनहरूले विश्वासीहरूले एउटा चाहिँ विशेष गरी बाइबलीय एउटा नियमहरू बाइबलको नीतिहरू नियममा अनि एउटा चाहिँ परमेश्वरको संस्कारमा क्रिस्चियन संस्कारमा हामी जन्मिनु हुर्किनु पढ्नु अति नै आवश्यक पर्दछ र यसरी आजको दिन र भाइ बहिनीले एउटा आशिष कुरा पाएको छ र उहाँको परिवारले पनि म उहाँलाई धन्यवाद दिन चाहन्छु कि उहाँहरूले आज यसरी आफ्नो छोरालाई आफ्नो छोरीलाई एउटा चाहिँ पवित्र विवाहको बन्धनसम्म ल्याउनलाई उहाँले अगुवाई गर्नुभएको लागि अनि विशेष गरी वचनले हामीलाई स्पष्ट रूपमा भनिरहेको कुरा हामी पाउँछौँ अब चाहिँ विशेष अनि प्रभुले जब आदम र अनि हावालाई बनाउनु भयो त्यसपछि उहाँले उनीहरूलाई यहाँ ल्याउनु भयो ल्याइसकेपछि उहाँले भन्नुभएको छ अब चाहिँ यिनीहरू दुई होइन अब एक हुनेछ जब विवाह भइसकेपछि जान्नुपर्ने कुरा चाहिँ के छ भने अब भाइ खरक चाहिँ एक्लै हुनुहुन्थ्यो होइन त्यस्तै गरी बहिनी एक्लै हुनुहुन्थ्यो जब अब विवाह हुन्छ अब उहाँहरू दुई होइन एक हुनेछ त्यो चाहिँ एउटा रहस्यको कुरा हो भनेर बाइबलले बताउँदछ अनि विशेष गरी परमेश्वरलाई धन्यवाद होस् वैवाहिक जीवन सम्बन्ध गर्नको लागि तपाईँले आफ्नो मण्डलीलाई धेरै आदर गर्नुपर्छ आफ्नो पास्टरलाई धेरै आदर गर्नुपर्छ आफ्नो सेवालाई तपाईँले प्राथमिकता दिनुपर्छ आफ्नो मण्डली छोरी अरू सेवा सङ्गतिमा दौडिने काम तपाईँले कहिले पनि नगर्नु मान्छेले भन्ने गर्छ प्रभु त एउटै हो नि त सङ्गति जहाँ गए पनि हुन्छ नि भनेर भन्ने गर्छ यस्तो काम तपाईँले नगर्नुहोस् है तपाईँले आफ्नो मण्डलीलाई एकदम माया गर्नुहोस् आफ्नो दशंशले सहायता गर्नुहोस् आफ्नो पास्टर बुवासँग सल्लाह लिनुहोस् आशिषहरू लिनुहोस् आफ्नो मण्डलीले उकास्ने कामहरू गर्नुहोस् चाहे त्यो मण्डली सानो होस् चाहे त्यो मण्डली ठुलो होस् है पास्टर बुवा धेरै पढेको होस् अथवा नपढेको होस् पास्टर भनेको पास्टर हुनुहुन्छ किनभने हामी पुरानो पाउँछौँ मोसाको दाजु धेरै हारू चाहिँ धेरै जान्ने बुझ्ने एकदम बोल्न सक्ने थिए तर हारू चाहिँ मोसाको चेला भएको छ त्यस कारणले गर्दाखेरि म यो कुरा भन्न चाहन्छु वैवाहिक जीवनलाई उकास्नको निम्ति आफ्नो मण्डलीमा तपाईँले आफ्नो आत्मिकी चेहरालाई प्रदर्शन गर्नुहोस् है र आफ्नो मण्डलीलाई तपाईँ प्रेम गर्नुहोस् मण्डलीले उकास्ने काममा तपाईँ सधैँ गर्नुहोस् प्रभुले तपाईँलाई भनिसँग त्यस अनुसार तपाईँको जीवनमा तपाईँको वैवाहिक जीवनमा भलाइ र करुणा तपाईँको पछि आउनेछ हामी क्रिस्चियनहरू भलाइ आशिषको पछाडि अगाडि दौडिँदैन भनिसँग त्यसले भन्छ भलाइ र करुणा जीवनभरि म पछि लाग्नेछ जब हामीले अमृतको प्रशंसा महिमा गर्छौँ भने आशिष तपाईँको जीवनमा दौडिरहन्छ हामी याद गर्नुहोला आज मिति 2081 12 महिना 5 गतेको दिन 18 मार्च 2025 यस हलिडिया इन्डस्ट्रिया इन्दहर नगरपालिका अवस्थित वडा नम्बर 6 मा रहेका अब आदरणीय यस मण्डलीका सदस्य श्री प्रेमबहादुर प्रधान तथा श्रीमती दिलासरा प्रधानका सुपुत्री वर्ष 28 को श्री बरालको इसाई परम्परा विधि अनुसार मोरङ जिल्ला सुन्दर हडैचा वडा नम्बर 7 बढिया निवासी श्री भद्रबहादुर तथा श्रीमती लीला माया आले मगरको सुपुत्र श्री खड्गबहादुर आले मगर वर्ष 21 का बीचमा हुन गइरहेको पवित्र वैवाहिक समारोहमा हामी उपस्थित छौँ र हामी धेरै आफ्नो रीति रिवाज चलन र संस्कृति अनुसार परम्पराका विभागहरू हुने गर्दछ र हामी इसाई परम्परा इसाई विधि अनुसार पवित्र विभागमा हामी सहभागी भएका छौँ र यहाँ उपस्थित हुनुभएका आदरणीय व्यक्तित्व तथा श्री परमेश्वरको उपस्थितिमा तथा आफन्त र मण्डलीको हुनुहुन्ना यस पवित्र विधिमा हामी दुवै भाइ खड्गबहादुर आले र बहिनी सृष्टि भगवानको बिचमा हुन गइरहेको पवित्र विवाहको बन्धनमा साक्षीको रूपमा हामी उपस्थित रहेका छौँ जो परमेश्वरको दृष्टिमा अहिले हामी भजन सुनिसकेका छौँ र सारा समुदाय मण्डली परिवार र आफन्तजन साथसाथै मण्डलीका विशिष्ट व्यक्तिहरूको बिचमा आदर योग्य छ अनि यो कुरालाई हामी मान्यता गर्दछौँ र साथै आजको दिनमा परमेश्वरको जीवित उपस्थित भएको हामी स्वीकार गर्दछौँ र आजको विशेष पवित्र बन्धनमा बातमा गइरहेका आदरणीय व्यक्तिहरूको लागि आशीर्वाद तथा भव्य साक्षीको रूपमा हामी आज यहाँ भेला भएका छौँ
त्यसरी यसले अझ भरोसाको हामीले भने जातिको जातपदाको सभालाई उहाँले विवाहलाई उहाँले आस्था गयो। त्यसैले हामी पनि आज दुवैजना भाइ खड्काबाबु आज गगन गर्ने सृष्टि बरालको बिचमा हुन गएको पवित्र विवाहको लागि हामी आशिषमय होस् भन्ने हेतुले हामी आज यहाँ उपस्थित रहेका छौँ। र आजको व्यक्तित्वको उपस्थितिमा अनि म आज म गाएर सुरुमा नाच्नु तपाईँ ध्यान दिनु होला। स्वैच्छिक रूपमा सृष्टिकलासँग पवित्र विवाहमा बाँधिन तयार छु, मन्जुर छु। त्यसै गरी म पहिले सृष्टि बराललाई जान्छु। बहिनीलाई तिम्रै निम्ति राखिदिए जीवन सङ्गालेर तिम्रै निम्ति साचिदिए मनलाई सम्हालेर तिम्रै निम्ति राखिदिए जीवन सङ्गालेर तिम्रै निम्ति साचिदिए। धन्यवाद येशू दिनुभयो मलाई असल जीवन साथी। अनि भाइसँग पवित्र विवाहको बन्धनमा बाँधेको चाहनुहुन्छ। उहाँले राजी खुसी छु भनेर उहाँले स्वीकार गर्नुभएको छ अनि उहाँले आफ्नो स्वीकार प्रकट गर्नुभएको छ। अब म दाजुलाई म सोध्छु, उहाँ चाहिँ बहिनीको बुवा हुनुहुन्छ अनि म तपाईँलाई अगाडि हेरेर है हृदयको घात मनको चोटा सबै मायाको भाषा कति गहिरो कहिले बुझ्नै नसक्ने हृदयको घात मनको चोटा सबै दिन राजी हुनुहुन्छ। उहाँ राजी हुनुहुन्छ। अब राजी भइसकेपछि हामीले भाइ तपाईँको यसो अगाडि पनि आइदिनु है 5-6 कदम अगाडि आएको होला। अनि तिमीसँग दियो जीवन साथी खुशीमा आँसु हात मेरो समाउन जिन्दगीमा कतै हारे भने तिम्रो मायाले उठाउन खुशीमा आँसु हात मेरो समाउन जिन्दगीमा कतै हारे भने तिम्रो मायाले उठाउन मेरो
मेरो जिउने कारण राख्नेछु सदा हृदय धेरै वर्ष मैले सुनेको 7-8 वर्ष चाहिँ मोबाइलमा भेट भएको प्रत्यक्ष भेट्न भएको अब हेर्नुहोस् है मजाले हेर्नुहोस् हेर्दै गर्नुहोस् मैले तपाईँको निम्ति भनिसकेँ त्यो अब तपाईँले पक्का गर्न गइरहेको प्रशस्त आशिष दिनुहुनेछ रहिरहनलाई तपाईँ स्वीकार गर्नुहुन्छ पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ पवित्र सम्बन्धमा रहिरहन स्वीकार गर्दछ उहाँले स्वीकार गर्नुहुन्छ अनि यो अझै पछि आउँछ पानी बोल्नुपर्ने अलिक बोल्दै पर्ने कुराहरू छ है अनि म भाइलाई फेरि भन्दछु के तपाईँले पहिले यता सुन्नु है थोरै सुने किन हाम्रो चाहिँ बाबुहरूले आफू छोड्छ यता ढाका लागेर खुट्टा लगाउनु पर्छ है अब भारत यसै सल्लाह गर्नु फोटो त के आएको आमा चालु रिक्सा पनि खुसी भयो गाडीको नाम आउँछ अब विशेष बाटोहरू गर्नुपर्छ परम्पराको कुराहरू पर्दैछ भाइले भन्नुहोस् कि तपाईँले मैले सृष्टिको रातलाई ध्रुवीय अवस्थामा अनि सुखमा दुःखमा अभावमा कष्टमा अनि मृत्युले लक्ष्यसम्म पहिलाई माया वास्तव्य प्यार हुन्छ दुःख सबैको स्थितिमा म सृष्टिलाई आफ्नो जीवन अवधिभर साथ सहयोग समर्पण गर्नेछु आफ्नो विवाहित पत्नी भने स्वीकार गर्नुहुन्छ र यस पवित्र बन्धनमा रहिरहन चाहनुहुन्छ आमेन धन्यवाद सफलमा हामीले बुद्धको इच्छा अनि के तपाईँले भाइको अवस्थामा बिरामी अवस्थामा सुखमा दुःखमा अभावमा कष्टमा सबै कुरामा अथवा मृत्युले तपाईँलाई लक्ष्मीसम्म माया प्यार वास्ता साधनमा ल्याउनुहुन्छ धन्यवाद सबै उहाँलाई यो बनाएको कुराहरूमा जानुभन्दा अगाडि आफूले बोलेका आफूले भाषामा बोलेका कुरामा पक्का हुनुपर्छ अब हामी विशेष भागमा हामी यहाँ दौडिनेछौँ है अनि यो समयमा म फेरि पनि भाइ खण्डबहादुरलाई आजको बेहुदालाई म प्रश्न गर्न चाहन्छु यो चाहिँ अब अलिक पक्का जानकारी तपाईँले गर्नुभयो है म खण्डबहादुर आजले भनेपछि पनि म खण्डबहादुर आज जोस हुन्छ नि आज भित्र आएको भित्र हराउनुमा जो साढे बाबाको सम्मानित त्यसको पारातिर भित्रको बस्दाखेरि मलाई लागेर त्यो होइन म खण्डबहादुर आले तिमी सृष्टि बराललाई आजको दिनदेखि उसो निरोगी वा रोगी अवस्थामा सुखमा वा दुःखमा प्रशस्तमा वा अभावमा मृत्युले हामी दुवैलाई अलग नगरेसम्म तिमीलाई परमेश्वरको वचन अनुसार माया ममता र प्रेममा सधैँ गरिरहनेछु भनी प्रतिज्ञा गर्दछु
भक्तिमा यसुमा आउँदाखेरि पनि ज्वरो आउँदाखेरि टाइफाइड हुँदाखेरि पनि माया गर्छु यो हो कि समस्या हुँदाखेरि है अझै वचन सुनिसक्यो वचनमा धेरै टाइम सुनिसक्यो अनि बहिनीको पनि यस छ र बहिनीले अब जोड्यो है कारणले सृष्टि बरालले आइसा सुश्रीहरू विवाहलाई भयो त्यो विवाहमा हुन्छ अनि तपाईँ श्री फटबहादुर आलेलाई तपाईँ श्री फटबहादुर आलेलाई आजको दिनदेखि उसो रोगीमा निरोगीमा सबै अवस्थामा दुःखमा वा सुखमा प्रशस्तमा वा अभावमा मृत्युले हामी दुवैलाई अलग नगरेसम्म म तपाईँलाई परमेश्वरको वचन अनुसार माया र वास्ता गरिरहनेछु भने प्रतिज्ञा गर्दछु अनि प्रायः दुवैजनाका आएको छ अनि यो हातमा चाहिँ मेरो यताको हातमा चाहिँ भाइको छ भने यताको हातमा बहिनीको छ अनि यो दुवै उस्तै छ यो दुवै औँठी हो यो विवाहको चिनोको स्वरूपमा अब यो पवित्र विवाहलाई चाहिँ पक्का गर्नको निम्ति उहाँले करारले बाँध्नुभयो बाँध्नुभयो प्रतिज्ञा गर्नुभयो अनि यो बाचा करार र प्रतिज्ञालाई पक्का गर्नको निम्ति उहाँले यो औँठी ल्याएको छ यो औँठी एक आँखालाई उहाँले लगाइदिनु हुनेछ सानो सानो गरेर अनि यो चाहिँ एउटा चिनोको निम्ति र आत्मिक अनुरूप देखिने एउटा चिनोको निम्ति उहाँले ल्याउनुभएको छ यसले यो दर्शन छ कि पुरुष र स्त्री एक आपसमा पवित्र बन्धनमा बाँधिएको छ भन्ने कुरा यसले देखाउँदछ यो औँठी लगाइसकेपछि अनि हामी हेर्छौँ भने यसको सुरुवात पनि छैन अन्त पनि छैन है यसको कहाँ चाहिँ अन्त छ सुरुवात छ यी पनि हामीलाई देख्न सक्दैनौँ अनि त्यस्तै प्रकारले उहाँहरूको दुवैको प्रेमको अन्त कहिले पनि नहोस् भन्ने एउटा चिन्ह पनि हो सुरु र अन्त है 5 वर्ष 6 वर्षमा प्रेम गरेको अहिले विवाह गरेको अनि 8 वर्ष सिद्धियो यो नहोस् भन्नलाई पक्का गर्दाखेरि उहाँले अन्त्य हुँदैन है उहाँको प्रेमको अन्त्य हुँदैन मलाई अनि त्यो प्रेम चाहिँ एक आत्मामा स्थिर रहोस् भनेर देखाउनको निम्ति उहाँले दुवैले यो औँठी ल्याउनु भएको छ अनि यो औँठी नामै गर्दाखेरि उहाँले बाचा लाग्नुहुन्छ र सबैभन्दा पहिला हामी यसको लागि प्रार्थना गर्दछौँ म तपाईँलाई धेरै धन्यवाद दिन्छु किनभने तपाईँले हाम्रो जीवनमा हामीले दिएका छौँ त्यो तपाईँले असल गरेको चाहनुहुन्छ र हामीले असल गरेका छौँ र यो असल काममा तपाईँले आशिष दिनुहोस् अनि विशेष गरी खड्का आने बाबु र शिष्य नानीको बिचमा जो पवित्र विवाह सम्पन्न हुनको लागि यो एक अर्कालाई प्रभुले अनन्त चिन्हको रूपमा यो औँठी दिनुभएको छ यसमा तपाईँले आशिष दिनुहोस् र तपाईँका छोराछोरीहरू यो औँठी लगाएर एकले अर्कालाई हेरेर तपाईँको आगमन नभइन्जेलसम्म यो धरतीमा राखिन्जेलसम्म यो औँठीलाई हेरेर यिनीहरू जसरी अहिले एक भएको छ त्यसरी जीवनको अन्तिम घडीसम्म पनि एक बनाउने परमेश्वर तपाईँ छ म प्रार्थना गर्छु यो सबै औँठीमा तपाईँ परमेश्वरको आशिष अनुग्रह सधैँ राखिदिनुहोस् ताकि तपाईँ परमेश्वरको महिमा आदर भक्ति गर्न सकोस् र तपाईँको दोस्रो आगमनको राज्यमा पनि तपाईँकै छोराछोरी भएर जिउनलाई तपाईँले सहायता गर्नुहोस् प्रार्थना गर्छु प्रभु यो औँठीमा तपाईँले आशिष दिनुहोस् प्रार्थना गर्छ येशू प्रभुको नाममा आमेन तब परमेश्वरको सेवक हैसियतले अब म भाइ र बहिनीलाई यो नारीमा अनि एक आँखामा यो औँठी लगाइकन अनि आफूले राम्रोसँगले प्रार्थना गर्नुभएको बाचा गर्नुभएको प्रेमलाई उहाँले प्रकट गर्नुहुनेछ म
भन्छु अनि तपाईँले म सँगसँगै भन्दै गर्दाखेरि आज यतिका गवाही र परमेश्वरको उपस्थितिमा तिमीलाई पवित्र विवाह गरी राजा बन्धनमा श्रीमती भनी स्वीकार गर्दै चिन्ह स्वरूप यो औँठी सुम्पदैछु। मृत्युले हामीलाई शरीरमा अलग नपारुन्जेल यो औँठी हाम्रो गवाही हुनेछ। र तालिम आजभोलि फोटो खिच्नुपर्छ अगाडि लाग्छ हात भोलिबाट हात गएको सब याद मैले आज यतिका गवाही र परमेश्वरको उपस्थितिमा तिमीलाई पवित्र विवाह गरी राजा बन्धनमा श्रीमती भनी स्वीकार गर्दै चिन्ह स्वरूप यो औँठी सुम्पदैछु। मृत्युले हामीलाई अलग नपारुन्जेल यो औँठी हाम्रो गवाही हुनेछ। अनि एकात्मा गरी पराहरूको कुरा गर्नलाई अनि विभिन्न परिस्थितिमा आउने समस्यालाई पनि सामना गर्नको निम्ति र आफूले बाँधेको करारहरूलाई सम्झाउनको निम्ति प्रभु तपाईँले दुवैजनामा शान्ति र तपाईँले अनुग्रह र आशिष तपाईँले राख्नुपर्छ। आशिषमय तपाईँले गर्न सकोस् भन्ने प्रार्थना गर्छु। कतै अपेक्षित पऱ्यो भने अलिक मजाले भन्नु बिस्तारै बोलेर अनि मजाले हेर्दाखेरि मलाई स्वीकृति गर्दछु। अब उहाँले उद्योग गर्ने हुन्छ बिस्तारै हतार नगर्दै बिस्तारै आँखाको सामना हेर्नु तपाईँको बिचमा प्रेममा अनि बुढाकालीको सृष्टि गर्नु उहाँले हुन्छ। हेर्नुहोस् उहाँ म बहिनी यसो चाहन्छु अनि आज भेगवान बनाउन बाँकी हुन्छ तपाईँको योगदान भयो तिनको व्यक्ति तपाईँले राम्रो प्रार्थनाको व्यक्ति धन्यवाद उहाँले हुन्छ। अझै हेर्नुहोस् यो भाइको हो त्यो बानीहरू भयो र म परमेश्वरको सेवक आले अथवा म हुनेछ है केही कुरा थपिएको छ कि उहाँको बिचमा र दुवैजनालाई उहाँले दुवैजनाले एकात्मामा मण्डलीको सामुने आदरणीय गुरुबाको सामुने होइन विशिष्ट व्यक्तिहरूको सामुने पराग राख्नुभएको छ। अनि परमेश्वरको पिताको र पवित्रको उपस्थितिमा उहाँले चाहिँ पराग राख्नुभएको छ। उहाँले बाँध्नुभएको करारअनुसार उहाँको दाम्पत्य जीवन चाहिँ आशिषमय होस् भन्ने म घोषणा गर्छु र श्रीमान खण्डबहादुर आले मगर र श्रीमती सृष्टि बराल मगर भएको म घोषणा गर्दछु। श्रीमानसित भएको घोषणा गर्दछु। उहाँलाई परमेश्वरले जोड्नु भएको छ। अब कसैले पनि नछुट्याओस्। आमेन। आउनुहोस् हामी आशिषको प्रार्थना गर्दैछौँ ढिलो नगरिकन सकेसम्म दोहोऱ्याएँ र म आदरणीय
प्रभु ईश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँको छोरा र छोरीमा तपाईँको कृपा सधैँ चर्काएर तपाईँको छोरा र छोरीमाथि तपाईँको प्रकाश सधैँ गरिरहन्छ तपाईँको छोरा र छोरीमा तपाईँको त्यो अनुरूप प्रशस्त आशा स्वर्गका सिंहबाट पृथ्वी जमिनबाट आउने अनाजबाट र कर्मको फलबाट तपाईँले आशिष प्रार्थना यही आशीर्वाद घोषणा पिता पुत्र पवित्र आत्माको एक परमेश्वर आमेन
र हामी सबैको बिचमा तपाईँ प्रभु यीशु ख्रीष्टको आगमन नभन्जेल सदा सर्वदा यसरी नै भइरहोस्। आमेन। मेरी सहयोगी दुलही तिमीलाई म सधैँ नै प्रेम गर्नेछु। म सधैँ नै प्रेम गर्नेछु। परमेश्वरको असल योजना हामी दुईलाई एकै बनाउनु भयो। परमेश्वरको असल योजना हामी दुईलाई एकै बनाउनु भयो। पवित्र बन्धनमा बाँधी एकअर्काको, पवित्र बन्धनमा बाँधी एकअर्काको सहयोगी बनाउनु भयो। सहयोगी बनाउनु मृत्युले नगरेसम्म दुःख सुखमा साथ म छाड्ने छैन। मृत्युले नगरेसम्म दुःख सुखमा साथ म छाड्ने छैन। जस्तै परिस्थितिमा पनि हजुरलाई, जस्तै परिस्थितिमा पनि हजुरलाई म सधैँ नै साथ दिनेछु। म सधैँ नै साथ दिनेछु। परमेश्वरको कस्तो योजना हामी दुईलाई भेट गराउनु भयो। परमेश्वरको कस्तो योजना हामी दुईलाई भेट गराउनु भयो। पवित्र बन्धनमा बाँधी एकअर्काको, पवित्र बन्धनमा बाँधी एकअर्काको सहयोगी बनाउनु भयो।
परमेश्वरबाट आदम र हव्वाको विवाहमा तपाईँ स्वयं आउनुभयो आदम र हव्वाको विवाहमा तपाईँ स्वयं आउनुभयो पिता बनी आउनुभयो दिनलाई आशिष विवाह हुने दुलहीलाई विवाह हुने दुलहलाई विवाह हुने दुलहीलाई विवाह हुने दुलहलाई आशिष होस् परमेश्वरबाट असल जोडी मिलाउनु भो तपाईको वचन अनुसार असल जोडी मिलाउनु भो तपाईको वचन अनुसार आउनुहोस् प्रभु दिनलाई आशिष विवाह हुने दुलहीलाई विवाह हुने दुलहलाई विवाह हुने दुलहीलाई विवाह हुने दुलहलाई आशिष होस् परमेश्वरबाट दिउहे आशिष हामी पनि बोलौँ सबै सुख शान्ति दिउहे आशिष हामी पनि बोलौँ सबै सुख शान्ति ईश्वरको वचन पूरा गर्ने यी जोडी माथि विवाह हुने दुलहीलाई विवाह हुने दुलहलाई विवाह हुने दुलहीलाई विवाह हुने दुलहलाई आशिष होस् परमेश्वरबाट आशिष होस् परमेश्वरबाट